Hi everyone. Most of the essay राइटिङमा यहाँहरूलाई समस्या कहाँ छ भन्दाखेरि बडी प्याराग्राफमा है त्यो कुनै पनि होस् ओपिनियन होस् एग्री डिसएग्री एडभान्टेज डिसएडभान्टेज जुनसुकै टपिकमा होस् बडी प्याराग्राफमा यहाँहरूलाई धेरै समस्या छ हैन आइडियाहरू कहिले रिपिटेड हुने हैन अलिकति क्लियर आइडियाहरू नआउने यो के भएर हुन्छ थाहा छ यहाँहरूलाई इट्स बिकज you do not brainstorm well first and you don't follow the chronological way of expanding the ideas. प्याराग्राफमा कुनै पनि आइडिया एउटा आइडियालाई एक्सपान्ड गर्दै त्यसलाई इन्ड गर्नुपर्ने हुन्छ तर हामीले के गर्छौँ हाफाजाडले इदर एन्ड दिदर यहाँ उता यताको कुराहरू चाहिँ हामी जोड्दै हुन्छ द्याट्स द प्रब्लम है हाम्रो लाइफ पनि एउटा अर्गनाइज हुन्छ नि त्यसरी नै प्याराग्राफ पनि अर्गनाइज हुन्छ बडी प्याराग्राफ प्लिज फलो द टेक्निक टपिक रिजन इन ओपिनियनमा टपिक एक्सप्लेनेसन इक्जाम्पल एन्ड लिङ्क पिइइएल टेक्निक पोइन्ट एक्सप्लेनेसन इक्जाम्पल एन्ड लिङ्क हजुर यो टेक्निक युज गर्नु भने तपाईँहरूलाई गाह्रो हुने छैन है थ्याङ्क यू